हेलो साथीहरू, वेलकम मेरो नयाँ भिडियोमा। हामी चाहिँ आज फर्स्ट टाइम रजरको साई केन्द्र जाँदैछौँ साथीहरू। यहाँसम्म जानको लागि चाहिँ मलाई अस्मिता मिसले धेरै हेल्प गर्नुभएको छ अनि हाम्रो सिस्टरले पनि धेरै हेल्प गर्नुभएको छ। थ्याङ्क यू अस्मिता मिस एन्ड सिस्टर। आज म धेरै खुसी छु। लाइफमा फर्स्ट टाइम साई बाबाको मन्दिर जाँदैछु। पहिला पहिला बच्चाको बेलामा इन्डिया बस्दा चाहिँ गएको थिएँ। अनि बिहा गरिसकेपछि ठुलो भइसकेपछि चाहिँ अहिले फर्स्ट टाइम हो कि म साई मन्दिर जाँदैछु। अनि यो मन्दिर चाहिँ प्राकृतिक हस्पिटल पनि कटेर जानुपर्छ। अनि यति बेला चाहिँ बिहानको 8:30 बजिसकेको छ साथीहरू। मौसम अलि यत्रो दिन मौसम खराब खराब चलिरहेको थियो। त्यो म जानिदिनँ। आज चाहिँ एकदम राम्रो घाम लागेको मौसम थियो साथीहरू। गफ गर्दा गर्दै म साई केन्द्र पनि आइसकेँ। अब म साई केन्द्र आएर के गर्छु त मेरो भिडियो अन्तिमसम्म हेरिदिनु होला साथीहरू। यहाँ आएर म फर्स्ट टाइम आएको कि साथीहरू, के गर्ने के नगर्ने कस्तो डर लागेको हो कि। अरू मन्दिर त गइरहेको थिएँ नि त, साई बाबाको मन्दिर त गएको थिइनँ। अनि के गर्नुपर्छ के गर्नु पर्दैन केही थाहा छैन। अनि मैले अस्मिता मिसलाई चाहिँ रिक्वेस्ट गरेँ, अस्मिता मिस मलाई केही थाहा छैन, मलाई हेल्प गर्नु है भने। अस्मिता हुन्छ नि, भइहाल्छ नि म्याम भनेर गर्नुभयो। यो सबै भिडियो अस्मिता मिसले आफै मोबाइल मागेर खिचिदिनु भएको, मैले खिच्न पनि पठाएको थिइनँ। अनि म यहाँ आइसकेपछि कस्तो इमोसनल भएँ कि हेर्नु न साथीहरू, के गर्ने के नगर्ने भएँ। म फर्स्ट टाइम आएको अनि मलाई यहाँ आउने बित्तिकै कस्तो रुन मन लाग्यो कि मेरो आँखाभरि आँसु आयो। अनि मैले अस्मिता मिसलाई सिकाइ मागेँ कि के गर्ने भनेर। अस्मिता मिसले चाहिँ यता पछाडि मन्त्र भन्दै हुनुहुन्छ अनि मलाई हेल्प गरिराख्नु भएको छ। अस्मिता मिस पछाडि पछाडि मन्त्र भन्दै मलाई यस्तो गर्नु भनेर सिकाइराख्नु भएको छ। थ्याङ्क यू सो मच अस्मिता मिस एन्ड सिस्टर। यहाँ चाहिँ मैले साई बाबालाई पूजा गरेँ, सबै यहाँ देखेको जति सबै भगवानहरूलाई पूजा गरेँ। अनि मैले चाहिँ विभूति चाहिएको थियो कि, मेरो विभूति थियो पहिला, अनि विभूति सकियो। अनि मैले रिक्वेस्ट गरेँ दिनु न मलाई भनेर मागेँ। अनि मलाई अस्मिता मिस सिस्टर मिलेर चाहिँ एउटा सिङ्गै प्याकेटको विभूति पनि दिनुभयो। अनि मैले छोरीहरूलाई पनि यस्तो गर भनेर सिकाइराखेको थिएँ। मलाई चाहिँ यहाँ साई बाबालाई पूजा गर्दाखेरि पनि कस्तो कामे जस्तो फिल भएको कि, थर्र कामे। अनि अब त्यहाँ मान्छे अगाडि कस्तो लाज पनि लाग्यो। आफ्नो लागि आफै कन्ट्रोल गरेँ है, रुन पनि भएन। म आफै कन्ट्रोल गरेर अनि यता पूजा गर्दैछु साथीहरू। अनि यता मेरो छोरीहरू चाहिँ चकचक गरिरहेका छन्। तिनीहरू सानै भएको भएर होला नि, केही कुरै बुझ्दैनन्। मैले यहाँ आरती पनि गर्न थालेँ अनि त्यसको साथसाथै मेरो छोरीले पनि आरती गर्दै छिन्। मैले आरती गरुन्जेल चाहिँ अस्मिता मिसले साई बाबाको भजन गाउँदै हुनुहुन्थ्यो। अनि मलाई गाउन पनि आएन कि राम्रोसित, मनमा नै अब आफूलाई जे आयो त्यही गरेँ। अनि बिहिबारको दिन चाहिँ यहाँ भजन हुन्छ, म्याम आउनु न भन्नुभएको थियो। 5 बजीदेखि सुरु हुन्छ भन्नुभएको थियो, तर अहिलेसम्म जान पाएकै छैन। मलाई के फुर्सदै नभएको के, बच्चाहरू हेर्ने मान्छे पनि छैन, अनि ल्याइदिने अपडाउन गर्नु अलिक टाढै छ मेरो घरबाट। अनि त्यहाँ जानको लागि मलाई अटो चाहिन्छ कि, साधनहरू छैन। अनि आफूले चलाउने साधन नभएपछि दुईवटा बच्चासित गाह्रो हुने। मैले अनि आरती गरिसकेपछि यसरी 3 चोटि घुमेँ साथीहरू। मैले जानी नजानी गरेको पूजा थियो। मलाई थाहा छ मेरो साई बाबाले मलाई क्षमा पनि गर्नुहुनेछ। अनि मलाई जति पनि आजसम्म जे पनि प्रब्लम छ नि, मलाई मेरो साई बाबाले एकदमै साथ दिनुभएको छ कि, जे कुरामा नि सपोर्ट गर्ने। अब मैले यहाँ साई बाबाको चमत्कार भनेर त मैले सक्दिनँ, कतिवटा कुरा छ, कति हुन्छ के अरे, कस्तो आफूलाई थाहा भइसक्छ कि, जे आफूले कस्तो मनमा के लागेको हुन्छ। अनि कहीँ न कहीँबाट कनेक्ट भइहाल्नुहुन्छ कि बाबा चाहिँ। अनि यहाँ चाहिँ सत्य साई बाबा हुनुहुन्छ, अनि अर्को सिन्डी साई बाबा पनि हुनुहुन्छ। अनि मैले यसरी आरती गरेर सबैलाई, छोरीहरूलाई आरती दिएँ, मिसलाई दिएँ, सिस्टरलाई दिएँ। अनि यसरी हामी आमा छोरी मिसहरूलाई पनि दिएँ कि मैले। अनि यसरी हामी आमा छोरी चाहिँ पूजापाठ गरेर घरतिर पनि लागेँ। यता चाहिँ हामीले छोरीलाई मैले दान गर भनेर दिएको थिएँ, छोरीले दान गर्दैछिन्। अनि यहाँ चाहिँ बाहिर गणेश भगवान हुनुहुँदैछ। अनि यहाँ गणेश भगवानलाई गरेँ, भित्र चाहिँ मैले पहिले सुरुमै गणेश भगवानलाई पूजा गरिसकेको थिएँ। अनि यहाँ बाहिर पनि फेरि गरेँ कि मैले। यहाँ चाहिँ छोरीहरू चकचक गरिरहेका छन्।
अनि सक्यो मेरो पूजा। अनि लास्टमा चाहिँ मैले खै मेरो पण्डित मलाई साथ दिने मिस र सिस्टरको चाहिँ म भिडियो खिच्छु है भनेर सोधेर मैले भिडियो खिचेँ। यो चाहिँ हाम्रो रजरको सत्य साई केन्द्र, श्री सत्य साई केन्द्र रजहर। अनि यहाँ चाहिँ मैले छोरी कान्छी छोरीलाई हात समात्दै जाम छोरी घर जाने बेला भयो, बाई बाई गर भने। ठुली छोरीले नै यहाँ जुत्ता मोजा लाउँदै छिन्। अनि यहाँ भिडियोमा देख्नुभएको उहाँ चाहिँ मेरो अस्मिता मिस, मेरो पण्डित भने पनि भयो आजको यो भिडियोको पण्डित। थ्याङ्क यू उतापट्टि सिस्टर, थ्याङ्क यू फर दिस विभूति। बाई बाई।